आज हामी रवि लामिछाने र बालेन शाहबीच किन गठबन्धन भयो भनेर एनालिसिस गर्न जाँदैछौँ। त्योभन्दा पहिला रासोपाको क्रिएसन र रासोपाको हिस्ट्रीको बारेमा जान्न जरुरी छ। रासोपाको स्थापना भएको थियो 2079 साल असारको 7 गते। मङ्सिरको 4 गते त्यही साल भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले 20 सिट लिएर आएको थियो। डिरेक्टतर्फ 7 सिट र समानुपातिकतर्फ 13वटा सिट, 20 सिट लिएर आएको थियो। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी दुईचोटि सरकारमा संलग्न भयो र दुईचोटि सरकारको भागीदार भयो, जसमा रवि लामिछाने उप प्रधानमन्त्री तथा गृहमन्त्री पनि भए। तर तपाईँले विचार गर्नुहुन्छ भने उनले त्यो चुनावमा भोट भने पुरानाहरूको विरोध गरेर पाएका थिए। हामी यिनीहरू जस्ता छैनौँ, हामी चाहिँ यिनीहरूको विरोधमा उभिएका हौँ भनेर भोट मागेका थिए र उनले पाएका भोट पनि त्यही प्रकारका थिए, जसले चाहिँ एमाले, माओवादी र काङ्ग्रेसलाई समर्थन गर्दैनथे। तिनीहरूको भोट राष्ट्रिय स्वतन्त्र पार्टीमा गएको देखिन्थ्यो। तर उनले आफ्नो भोटरहरूलाई साइडमा राखेर तिनीहरूको नजरअन्दाज गर्दै, तिनीहरूको आवाजलाई नजरअन्दाज गर्दै गठबन्धनमा जाने निर्णय गरे। अब आउँ यसपालिको चुनावमा। राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो चुनावमा जानलाई दुईवटा समस्या थियो। पहिलो समस्या भनेको पहिला हामी यिनीहरूको विरोधी हौँ, एमाले, माओवादी, काङ्ग्रेसको विरोधी हौँ भनेर जितेर गएका सांसदहरू सरकारमा संलग्न भइसकेपछि यिनीहरू पनि सत्ता लोभी रहेछन्। यिनीहरूलाई सत्ता लोभ रहेछ, आफ्नो जुन कार्यबोध यिनीहरूले बुझेनन् अथवा यिनीहरूले आफ्नो लोभको लागि काम गरे भन्ने एउटा सेन्टिमेन्ट जनतामा थियो। अनि दोस्रो समस्या भने रवि लामिछानेमाथि लागिरहेको सहकारी ठगीको केस थियो। उनी दोषी छन् अथवा छैनन् त्यो भन्न सकिँदैन, तर उनीमाथि प्रश्न चिन्हहरू उठाउने ठाउँ थिए। अस्ति जेनजीको आन्दोलनपछि हेर्ने हो भने पनि युवाहरू रासोपाको पक्षमा देखिँदैनथे। राष्ट्रिय स्वतन्त्र पार्टीको नैतिकताप्रति पनि प्रश्न चिन्हहरू उठेको देखिन्थ्यो। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी पनि एउटा नैतिक सङ्कटमा भने थियो। अब हामी कुरा गरौँ बालेन शाहको बारेमा। बालेन शाहलाई इन्डिपेन्डेन्ट, निष्पक्ष, आफ्नो आवाज राख्न नडराउने र भ्रष्टाचारीको विरोधीको रूपमा अहिले हेरिन्छ। जुन इमेज रवि लामिछानेको 2079 सालभन्दा अघि थियो, त्यस्तै इमेज, अझ त्योभन्दा ठुलो इमेज बालेन शाहको बनेको देखिन्छ। बालेन शाहलाई युवाहरूको भरपुर समर्थन अहिलेको अवस्थामा देखिन्छ। उनी पावरको खेलवाडमा नपरेको र अहिलेसम्म स्वच्छ छवि भएका मान्छेको रूपमा हेर्न सकिन्छ। अनि यो अवस्थालाई एनालिसिस गर्ने हो भने बालेन शाहमाथि प्रश्न चिन्हहरू नभएको र रवि लामिछाने भने प्रश्न चिन्हहरूले घेरिएको, आरोपहरूले घेरिएको अवस्थामा थिए। अब हामी कुरा गरौँ चुनावी गठबन्धनको। रासोपा आफ्नो इमेजलाई जसरी भए पनि क्लिन गर्न चाहन्थ्यो। एकचोटि फेरि हामी चाहिँ सत्ता लोप्चामा परेका पार्टी होइनौँ, हामी जनताको मागलाई एड्रेस गर्ने अथवा एन्टी इन्कम्बेन्सी जुन पुरानो पार्टीहरू थिए तिनीहरूको विरोधी हौँ, पपुलिस्ट हौँ भनेर एकचोटि रेजिस्टर गर्नुपर्ने अवस्था फेरि आइसकेको थियो, जसको लागि रासोपा जुनसुकै हदसम्म जानको लागि तयार देखिन्छ अहिलेको अवस्थामा। त्यसैले रवि लामिछाने जेलबाट निस्किने बित्तिकै सबैभन्दा पहिला बालेन शाहलाई प्रधानमन्त्री बनाउने र गठबन्धन हुनुपर्छ नयाँहरूको भनेर माग राखे। यहाँ रवि लामिछानेको चलाखी देखिन्छ। बालेन शाहलाई अगाडि सारेर प्रधानमन्त्री बनाउँछु भनिसकेपछि उनको इमेज पनि क्लियर हुने सम्भावना देखिन्छ। त्यसैले रवि लामिछानेले भने आफ्नो छविलाई क्लिन गर्ने र लङ टर्म सोच्नेतर्फ लागेको जस्तो स्थिति देखिन्छ। यो हिसाबले हेर्ने हो भने बालेन शाहभन्दा रवि लामिछाने चतुराई, राजनीतिक चतुराईको हिसाबले अगाडि देखिन्छ। अब कुरा गरौँ बालेन शाहले किन गठबन्धन गरे त। बालेन शाहले रासोपाबाट जाँदाखेरि उनको लागि सहजता देखे। देशभरि नै सङ्गठन भइसकेको र आफूले कम मेहनत गर्नुपर्ने, रवि लामिछाने एउटा पावर हाउस जस्तो भएको र आफूले चुनावी मेहनत पनि कम गर्नुपर्ने र प्रधानमन्त्री पनि हुन पाउने हिसाबले बालेन शाह सहमतिको लागि तयार भएको स्थिति देखिन्छ। कुलमान घिसिङ भने केही समयको लागि एक्लै जान तयार जस्तो देखिए, तर बालेन शाह र यता रवि लामिछानेको गठबन्धन भइसकेपछि अब राष्ट्रिय माहौल यतै बनेको स्थिति देखेपछि उनले पनि आफ्नो मन बुझाएर यही गठबन्धनमा आउने निर्णय गरे। यहाँ फेरि पनि मैले के भन्न चाहे भन्दाखेरि रासोपा आफ्नो छवि सुधार्नको लागि जे हदसम्म पनि जान तयार देखिन्छ। अब जाउँ समानुपातिकमा आएको समस्यातर्फ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आन्तरिक चुनाव गराएर 110 जना सदस्यलाई समानुपातिकमा छनौट गर्न लागिसकेको थियो। कसैले प्रश्न चिन्ह गरेमा रासोपालाई आफ्नो पार्टीभित्र इन्टरनल भोटिङ भएर आएका हुन् भन्ने एउटा आधार थियो। तर बालेन शाह र कुलमान घिसिङसँग गठबन्धन भइसकेपछि उनीहरूले सिफारिस गरेको नामलाई रासोपाको लिस्टमा हाल्दाखेरि
केही समस्याहरू अथवा सेलिब्रिटीहरू परेको अथवा अप्ठ्यारोमा परेको स्थिति देखिन्छ। यहाँ गल्ती भने बालेन शाह र कुलमान घिसिङको देखिन्छ। कुनै प्रक्रिया बिना आफूले प्रतिनिधिहरू छनौट गरेर नाम बुझाउनु उनीहरूको तर्फबाट गैर जिम्मेवार देखिन्छ। तर फेरि पनि के बुझ्न जरुरी छ भने रासोपा बालेन शाहलाई मिलाउनलाई जुनसुकै हदसम्म पनि जान तयार थियो। रासोपाले यो एडमिट गर्दैन बाहिर आएर, किनभने बालेन शाहलाई असर पर्नेछ। तर बालेन शाह र कुलमान घिसिङको एन्ट्री पछि नै यो समानुपातिकमा समस्याहरू आएको हो। खासमा बालेन शाहले आफ्ना उम्मेद्वारहरू समानुपातिकमा दिनुपर्ने नै थिएन। बालेन शाहलाई लाग्यो होला भोलि यो पार्टीभित्रबाट मलाई धोका हुन सक्छ, त्यही कारणले गर्दाखेरि उनले आफ्ना उम्मेद्वारहरू दर्ज गराएका होलान्। तर बालेन शाहले के बुझ्न गल्ती गरे भन्दाखेरि रवि लामिछानेसँग अहिले बालेन शाहलाई धोका दिने आँट छैन। यदि धोका दिइहाल्यो भने अर्को 5 वर्षपछि रवि लामिछानेको राजनीतिक इतिहास सकिने स्थिति देखिन्छ। त्यसैले बालेन शाह निर्धक्क भएर काहीँ हस्तक्षेप नगरिकन, उम्मेदवारीमा काहीँ हस्तक्षेप नगरिकन, आफूले चुनावी प्रक्रियामा दखल नदिकन सिधै आफ्नो ठाउँबाट उम्मेदवारी मात्रै दिएर प्रधानमन्त्री उनी ढुक्क 5 वर्ष हुन पाउने यदि जितेमा स्थिति देखिन्छ। तर बालेन शाहले यो बुझ्नलाई गल्ती गरेको जस्तो मैले अनुभव गरेँ। बालेन शाहले खासमा त्यो पार्टीभित्र आफ्ना मान्छेहरू लैजानुपर्ने स्थिति म अहिलेलाई देख्दिनँ। तर म अहिलेको कुरामा फेरि जान चाहे। रवि लामिछाने बालेन शाह भन्दा पोलिटिकल्ली बाठा जस्तो देखिन्छ। इतिहासले यसरी सम्झिनेछ। बालेन शाहलाई प्रधानमन्त्री बनाउनको लागि रवि लामिछानेले ठुलो त्याग गरे र बालेन शाहले भने आफू प्रधानमन्त्री बन्नको लागि हस्ताक्षर नै गराए। यदि बालेन शाहले विकास गरेर देखाए भने पनि रवि लामिछानेको त्याग छुट्टै च्याप्टर हुनेछ। यदि बालेन शाह फेल भयो भने पनि रवि लामिछानेमाथि प्रश्न चिन्हहरू उठ्ने छैन। इतिहास साक्षी छ। गान्धीले नेहरूलाई प्रधानमन्त्री बनाए, तर गान्धी अमर भए, नेहरूमाथि केही प्रश्न चिन्हहरू उठ्ने गर्छ। यसो सरदर हेर्दाखेरि बालेन शाहलाई भन्दा रासोपालाई यो चुनावी गठबन्धनले बढी फाइदा हुने जस्तो स्थिति देख्छु। तर अघि समानुपातिको गल्तीको बारेमा भन्न चाहे, राजनीतिमा गल्तीहरू हुन्छन्। बालेन शाहले पनि आफ्नो पहिलो गल्ती गरिसकेका छन्। तर यहाँबाट अब उक्लिन गाह्रो छ, ओह्रालो लाग्न निकै सजिलो छ। तर म भने सफलताको शुभकामना दिन चाहन्छु। धन्यवाद।